डम्बेलमा स्टेप अप गर्नको लागि हामीलाई एउटा बेन्च र पोल चाहिन्छ है। बेन्च चाहिँ एकदमै स्टेबलवाला हुनुपर्छ। सो बेन्चलाई चाहिँ हामीले यो पोलसँग अट्याचै गरेर चाहिँ राख्ने होइन। हामीले यो पोलभन्दा बेन्चलाई चाहिँ अलिकति टाढा नै राख्नुपर्छ है। सो अब हामी माथि जान्छौँ। सो खुट्टालाई चाहिँ हामीले दुवै खुट्टालाई माथि राखेर यो पोल चाहिँ बिचमा हुनु पर्यो है। सो अब के गर्छौँ, पहिला बडी वेट गर्दाखेरि चाहिँ पहिला त थाहा हुनु पर्यो मुभमेन्ट कस्तो हुनुपर्छ। सो हिपलाई मजाले पछाडि धकालेर बस्न खोज्ने, छुन खोज्ने भुइँमा, अनि स्क्विज। सो यो गर्दाखेरि चाहिँ हेर्नु त, हिपलाई पछाडि धकालेर यत्तिकै अनि उठ्नु पर्यो है। सो तपाईँको खुट्टा चाहिँ यसरी हिपलाई पछाडि धकाल्दाखेरि चाहिँ तन्किन पर्यो अनि यत्तिकै अप अनि तलको खुट्टामा चाहिँ 90 डिग्री हुनु पर्यो। यो जुन खुट्टा बेन्चमा छ त्यो खुट्टामा 90 डिग्री क्रिएट हुनु पर्यो। यो छुन खोज्ने जस्तो गर्ने, छुँदा पनि हुन्छ अनि उठ्ने, तर यसरी प्रेस गरेर उठ्न नखोज्ने है। सो के गर्छौँ, हामीले हिपलाई पछाडि पुस गरेर भुइँलाई छुन खोज्छौँ, 90 डिग्री क्रिएट गर्न खोज्छौँ माथिको खुट्टामा, एन्ड अप सिधा स्क्विज। अनि उठ्दाखेरि चाहिँ हातले धेरै तान्न नखोज्ने, खुट्टाले नै ड्राइभ गरेर चाहिँ पुस गरेर चाहिँ उठ्न खोज्ने है। सो अर्को खुट्टामा नि गरेर देखाउँदैछु। यसरी हिपलाई पछाडि पुस गर्यो, टच गर्न खोज्ने अनि स्क्विज, 90 डिग्री क्रिएट गर्न खोज्ने एन्ड स्क्विज। अब डम्बेल लिएर चाहिँ अल्टरनेट हातमा डम्बेल लिन्छौँ। मैले लेफ्ट खुट्टा गर्दाखेरि राइट हातमा वेट्स राखेको छु र लेफ्ट हातले हामीले पोललाई समात्ने। यसलाई चाहिँ यो डम्बेललाई चाहिँ खुट्टाको क्लोज राख्छौँ अनि स्क्विज। माथि भएको खुट्टामा क्लोज राख्ने अनि स्क्विज। यसरी धेरै टाढा नफाल्ने है, यो यहीँ झुन्डिन्छ अनि खुट्टाकै नजिक छ अनि स्क्विज। यसलाई चाहिँ हामीले दुवै साइडमा गर्नुपर्छ। सो एउटा खुट्टालाई हावामा उडायो, जुन खुट्टा हावामा उडेको छ त्यही हातमा वेट छ, हिपलाई पछाडि पुस गर्ने, माथि भएको बेन्चमा भएको खुट्टालाई 90 डिग्री क्रिएट गर्ने एन्ड स्क्विज। यत्तिकै गयो एन्ड स्क्विज।